राजनीतिक र साहित्यिक योगदानको स्मरण गरेर आदरणीय दिदी कमला महज्यू र आदरणीय नारायण नेपालज्यूले सृजना गर्नुभएको कृतिहरू आज उहाँकै जन्मदिनको पुण्यतिथिमा विमोचन हुनुले हामी हाम्रो परिवार र हाम्रो समाजलाई र यस सम्मान कार्यक्रमका लेखकद्वय आदरणीय दिदी कमला महज्यू र आदरणीय नारायण नेपालज्यूलाई सम्मान र बधाई ज्ञापन गर्न चाहन्छु। त्यसैगरी म आज यहाँ तपाईँहरूको सामु मेरो हजुरबा गणेश पण्डितलाई निकै नै मनपर्ने एउटा कविता लिएर उपस्थित भएको छु। उहाँले यो कविता समय समयमा वाचन गरिरहनुहुन्थ्यो र मलाई पनि सुनाउनुहुन्थ्यो। यस कविताको शीर्षक रहेको छ खसरी पनि खाइन्दर त्यो बगेन मनको संकल्प कहिले पनि सारा ती परिवार त्यागी दुःखा यात्रामा लङ्कना हाम्रो त्यो बलिदान तत्पर थियो नेपाल चम्काउन छारा ती कति चाउरे जीवनमा धेरै पसिना झरे ती साना पहिला युवाहरूप्रति सङ्घर्षमा नै धेरै मूल्य चुक्यो र बोझ सहने हामी भयो तत्पर आयो मनको टुटो बसेको फर्केर आउनु चाबी हातमा लिएर जसरी गइछु र जानिया उसको मात्र थिएन फेर कसैलाई साझा बगेथ्यो ठुलो त्याग र मूल्यको फल पनि सोचिदिएछौँ तर आयो मनको टुटो कसरी फर्केर आउनु नेपालीहरूका मनोबलले उच्च गराइदिनु शान्ति र विदेशी शक्तिहरूको शोषण हटाइदिनु हालेको जगत्यो बनाउन दियो पाँचै दशक भर्खर तालाबन्द विदेशी कोष कसरी फर्केर आउनु अहिलेसम्म लडाइँ वर्गको हाम्रो इतिहासको कसले शोषण गर्छ पाउन सके पर्नु महाघात हो निष्ठा त्याग इमान चिन्तन सबै छाडी गएको मर्ने सोचना हो आज कसरी फर्केर आउनु थाली आज एकाधिकार बुझेको बस्नु छ शोषण कर त्यसकै सर्छ सगाउने कसरी फर्केर आउनु एउटा हो घर त्यो पिरानी यसरी चुच्चो निरङ्को सब मान्छेको सबमा कसैले अब पर्छ माथि लगाउन ज्योतिहरूलाई हाम्रा यी परिवार एक बनियो भन्दैछ मेरो मन कालो बादल त्यो नपारी कसरी फर्केर आउनु कालो बादल त्यो नपारी कसरी फर्केर आउनु